नलाग्यो हो के तल हेर्नु त कति तल छ के पेन्टरहरूले कस्तो डर नलाग्या। हे गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। सो हाम्रो बस्ने फ्लाइटमा है अहिले कलर भइरहेछ अनि भाइलाई चाहिँ के यो कलर टेप टालेर एउटा डिजाइन बनाएको थियो अनि त्यहाँ सबै कलर सलर फिनिसिङ भइसक्यो अनि भाइ कलेज गएको छ मलाई टेप निकालिदियो भनेर भनेको थियो है। अहिले टेप निकाल्दा चाहिँ तलको पुटिङ हुन्छ नि त्यो सहित आइरहेछ कि टेपमा टालेर फर्स्टमा पुटिङ गर्छ है त्यसपछि चाहिँ कलर गर्ने हो नि त फाइनल। अनि फाइनल कलर गरिसकेपछि त्यो टेप अहिले निकाल्दा है पुरै तलको पुटिङ सहित आइरहेछ कि के गर्ने त त्यो त सबै बिग्रियो। डोन्ट वरी आई एम हियर। त्यसो आफू आर्टिस्ट भएको केही त फाइदा हुनु पर्यो होइन त। त्यही आफ्नो आर्टपना त्यो प्रयोग गरेर अनि आफू आर्टिस्ट भएको एउटा आर्टको त्यो आउँछ नि त मलाई सबै गर्ने यताउति अनि त्यही आफ्नो युज गरेर अनि म त्यसलाई रिपेयर गर्छु है। अहिले रिपेयर गरौँ भाइ चाहिँ कलेज गरेछ अनि त्यो कलेजबाट आइसकेपछि कस्तो लाग्छ भनेर रियाक्सन लिउँ। सो मसँग के त्यो राम्रो चाहिँ ब्रसहरू नि केही छैन कि गर्ने। अहिले त्यो यो स्केल अहिले खोजाएको छ एउटा कति 30 cm को छ अनि यस्तो सानो छ कि ब्रसहरू पनि एउटै ढङ्गको छैन के गर्ने यसले हुन्छ कि ट्राई गरौँ लसको। मैले टेप निकाल्दा सबै पुटिङ निस्क्यो म देखाउँछु कस्तो पुटिङ निस्केको छ नि यहाँ हेर्नु है गाइस यस्तो निस्किरहेछ कि सबैमा यस्तो नराम्रो देखिरहेछ है। उयो यस्तो त हुँदैन अब यसमा चाहिँ व्हाइट कलर लाउनु पर्छ। हेरौँ यहाँ स्केल तानेर अनि बारीकी चाहिँ सबै व्हाइट कलर लाउनु पर्छ। जस्तो छैन कि यो गर्न सक्छु भन्दैन है रहेछ। स्ट्रेट लाइन म तान्न सक्छु तर त्यसमा छ नि त खाड्लो त्यो भरिँदैन के मध्येको चाहिँ। यहाँ मैले गरेँ है यहाँ मैले कलर लगाएको यस्तो छ भने यस्तो भयो नि राम्रो देख्दैन त। पहिला यस्तो थियो अहिले यस्तो बस्छ भने कलर गर्दै अहिले पेन्टरले भनिरहेछ कलर सिद्धो रे कलर ल्याउनु पर्यो। अनि अहिले भर्खर बाबा खाना आउनु भएको रहेछ अनि बाइकमै कलर ल्याउनु पर्यो। घर आएर हेर्छु त है मम्मीले पुरै छिमेकी आन्टीलाई साडी देखाएर बसेर रहेछ भने ओ माई गड पेन्टरहरूलाई कस्तो डर नलाग्यो हो के तल हेर्नु त कति तल छ कि पेन्टरहरूले कस्तो डर नलाग्या। आजको लागि यति नै हो। यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु होला एन्ड किप वाचिङ। थ्याङ्क यू बाइ बाइ।